बलिदान फिल्म जसले रिलिज अगाडि नेपाली फिल्म इन्डस्ट्रीको बजारमा तहल्का नै मचायो। फिल्म प्रेमी दर्शकहरूबाट बलिदानको गुणगान सुनिन थालियो। चिया पसलदेखि सार्वजनिक स्थलहरूमा भेला भएका मानिसहरूले सबैले बलिदानको पपुलारिटीको तारिफ गर्न थाले। चारैतर्फबाट आएको तारिफ र गुणगानले गर्दा अडियन्सहरूमा एउटा विश्वास बन्यो कि नेपाली फिल्म इन्डस्ट्रीले पनि राम्रो गति लिनेछ र विश्व मार्केटमा एउटा राम्रो स्थान बनाउनेछ। मेकिङ टिमले पनि बलिदान नेपालकै एक उत्कृष्ट फिल्म हो, यसले नेपाल आमा राष्ट्र र राष्ट्रियताको कथा बोकेको छ भनेर दर्शकहरूलाई विश्वास दिलायो। यो एउटा माटोको कथा पनि आमाको कथा पनि हो। त्यो भएर चाहिँ अब जति बेला पनि मैले भन्छु आमा, काली माता, धरती माता, तीनटा आमाले आमाको एउटा चाहिँ पूर्ण रूप हो बलिदान। जब फिल्म रिलिज भयो पर्खाइमा बसेका दर्शकहरू अग्रिम टिकट बुकिङ गरेर फिल्म हेर्न पुगे। फिल्म त हेरे तर दर्शकहरू भने सन्तुष्टि भएनन्। आखिर किन यस्तो हुन्छ नेपाली फिल्ममा? किनभने यहाँ कथा हुन्छ तर कथामा आत्मा हुँदैन, स्क्रिप्ट लेखिन्छ तर स्क्रिप्टले भावना बोल्दैन, निर्देशन हुन्छ तर निर्देशकमा एजुकेसन हुँदैन, अभिनय हुन्छ तर अभिनयमा क्यारेक्टर देखिँदैन, यहाँ कलाकारहरूको तयारी देखिँदैन, कथा लेख्ने मानिसहरूले कथाको गहिराई बुझेका हुँदैनन्, निर्देशकले पात्रको आत्मा बुझ्दैन र परिणामस्वरूप दर्शकहरू निराश हुँदै विदेशी फिल्मतिर मोडिन्छन्। अब यहाँ सोच्नै पर्ने कुरा, यति धेरै पपुलारिटी पाएको र एडभान्स टेक्नोलोजी प्रयोग गरेर बनाइएको भए पनि किन फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन? किन बलिदान फिल्मले दर्शकहरूलाई हात्ती आयो फुस्सा बनाइदियो त? आउनुहोस् बलिदान फिल्मभित्रको यथार्थलाई डिटेल्समा चर्चा गरौँ। फिल्मले अडियन्सको मन जित्न नसक्नुको मुख्य कारण भनेको प्रचार प्रसार गरे अनुरूपको गुणस्तरीय फिल्म बनाउन नसक्नु हो। यहाँ फिल्मको प्रचार प्रसारको लागि अनाउन्समेन्टदेखि नै सोसल मिडियालाई मुख्य रूपमा प्रयोग गरेको देखिन्छ। मुख्य कलाकार को बन्नेदेखि सहायक कलाकारसम्मको छनौटलाई सक्त ढङ्गले फेसबुक र युट्युबमा देखाइन्छ। यो हेरिरहँदा अडियन्सहरूलाई लाग्छ कि अब भने फिल्म क्षेत्रमा नयाँ युगको सुरुवात हुनेछ र नेपाली फिल्मले पनि 100 करोडभन्दा माथिको कलेक्सन गर्यो भन्ने सुन्न पाइन्छ। फिल्म मेकिङसँग सम्बन्धित व्यक्तिहरूलाई लाग्छ कि नेपाली फिल्म इन्डस्ट्रीमा यो अवस्थाको सुरुवातको आवश्यकता थियो, अब भने केही होला भन्नेमा उनीहरू ढुक्क हुन्छन्। यता टिमले फिल्म सुटिङमा गएको कुरा फेसबुकबाटै अनाउन्स गर्छ, सुटिङ स्पोर्ट्समा सुटिङ हुँदै गरेको हरेक कुराहरूलाई सार्वजनिक रूपमा देखाउँछ। यस्तो गरिरहँदा उक्त फिल्मको 50-60% पार्ट सोसल मिडियाबाटै दर्शकहरूले छलङ्ग बुझिसकेका हुन्छन्। करोडौँ लगानी गरेको भनेर ठुला ठुला सेटहरू देखाइन्छ। पोस्टर रिलिजलाई यस्तो एडभान्स तरिकाले देखाइन्छ कि सायदै अडियन्सहरूले यस्तो पोस्टर इन्डियन र साउथ मुभीहरूमा देखेका होलान्। नर्मल कलाकारदेखि लिड कलाकारसम्मको पोस्टरलाई ग्रान्ड तरिकाले देखाइन्छ। यो सबै देखेपछि दर्शकहरू फिल्मको तीव्र प्रतीक्षा गरिरहेका हुन्छन्। जब फिल्म हलमा लाग्छ दर्शकहरू फिल्म हेर्न जान्छन्, तर विडम्बना जुन तरिकाले पोस्टर मार्फत कलाकारहरूलाई प्रस्तुत गरिएको हुन्छ त्यसको 1% पनि उक्त कलाकारले फिल्ममा प्रभाव पारेकै हुँदैन। बलिदान फिल्म हेर्न आएको, बलिदान फिल्म भन्दा मलाई प्रचार मन पर्यो है, त्यही भएर हामी प्रचार हेर्दैछौँ। फिल्म भन्दा राम्रो प्रचार रहेछ साथीहरू। तँलाई बलिदान फिल्म कस्तो लाग्यो? एकदम बेकार। के भन्छ बलिदान मुभी हेरेर निस्केको है, अनि मुभी हेर्नु चाहिँ गइयो, अनि आजभन्दा अलिक बढी हेऱ्यो, हिजो नि राम्रो लागेन, अनि निस्किदिएको ल है, बुझ्यो? हाम्रो सधैँ चल्दैछ तर हामी आदिमै निस्केको। फिल्मको स्टोरीमा राम्रो विषयवस्तुलाई उठाउन खोजेको देखिन्छ, देशको बिग्रँदो राजनीतिक स्थितिलाई देखाउन खोजेको पाइन्छ, तर स्टोरीको प्रिवर्कमा भने काम नै गरेको देखिँदैन। कथामा कुनै स्पष्ट लक्ष्य छैन, कलाकारहरूको रुवाबासी र सङ्घर्षलाई दर्शकहरूले महसुस गर्नै सक्दैनन्। एक सेकेन्ड पनि आँखा बन्द नगरिकन यसरी हेरेर बस्नुहुन्छ, यसरी आँखा यस्तो गरेर यसरी के छ है? ए आमा, मेरै छेउमा बसेका दर्शकहरू फिल्मको स्याड सिनमा पनि मजाले हाँसिरहेका थिए। यसको अर्थ फिल्ममा स्टोरी सँगसँगै अभिनयमा पनि काम नगरेको भन्ने बुझिन्छ। सौगात मल्ल जस्तो स्टारकास्ट गरिएको उक्त फिल्ममा सौगात मल्लकै क्षमतालाई डिरेक्टरले राम्रोसँग प्रस्तुत गर्न नसकेको अनुभव धेरै ठाउँमा देख्न सकिन्छ। रिचा शर्माले पनि उक्त क्यारेक्टरलाई राम्रोसँग निभाउन नसकेको कुरा प्रष्टसँग देखिन्छ। सन्तोष सेनले राउटे समुदायको रूपमा इन्ट्रोड्युस गरेको पात्रहरूले राउटे समुदायको झल्को दिने कुनै दृश्य देखाएको पाइँदैन। अझ भन्ने हो भने राउटे नाम दिएका उक्त क्यारेक्टरहरू हलिउड फिल्मको एपोक्लेट नामक क्यारेक्टरसँग हुबहु मिल्न जान्छ। यस फिल्ममा राउटे समुदायको लिड सन्तोष सेन आफैले गरेका छन्, जहाँ कुनै संवाद नै राखिएको छैन, जसको कारणले गर्दा पुरै सिन नै फिक्का फिक्का लाग्छ।
यहाँ एउटा कुरा भन्न मन लाग्यो, नेपालकै टप डिरेक्टरको रूपमा आफूलाई प्रस्तुत गर्ने सन्तोष सेनले करोडौँको लगानीमा बनाएको फिल्ममा राउटे समुदायलाई देखाउँदा राउटे समुदायको रिसर्च गर्नुपर्छ कि पर्दैन? राउटेको रहन सहन खानपिन केहीको रिसर्च गरेको पाइँदैन। राउटेहरूले बोल्ने टोन र लवज जस्तो नर्मल कुराहरूको पनि रिसर्च गरेको पाइँदैन। राउटेको पुरै सिनमा एउटा बच्चाले बोलेको डायलग राखेको छ, त्यो पनि हामी नर्मल नेपाली बोल्ने भाषा प्रयोग गरिएको छ। राउटेको टोन र नर्मल नेपालीले बोल्ने टोनको फरक छुटाउन नसक्ने डिरेक्टरले यस्तो समुदायको फिल्म नबनाएकै राम्रो। यदि बनाउने नै हो भने कुन विषयवस्तुमा बनाउँदैछु भनेर त्यस सम्बन्धी राम्रो रिसर्च गर्न जरुरी छ। नेपाली फिल्म इन्डस्ट्रीमा विषयवस्तुलाई राम्रोसँग प्रस्तुत गर्न नसक्नुको मुख्य कारण भनेको डिरेक्टरहरूमा एजुकेसनको कमी हो। यहाँ पैसा लगाएकै भरमा डिरेक्टर बनेका हुन्छन्। 2-4 जना पैसा भएकाहरूको समूहले फिल्म निर्माण गर्छ, आफै प्रोड्युसर, आफै डिरेक्टर र आफै कलाकार बन्छ। यस्तो प्रवृत्तिले नेपाली फिल्म इन्डस्ट्रीको भविष्य कतातिर पुग्ला? के नेपाली फिल्म इन्डस्ट्रीको भविष्य पैसाले मात्रै माथि उठाउन सकिएला त? के यहाँ एजुकेटेड डिरेक्टर, एजुकेटेड प्रोड्युसर र अभिनयमा पुख्त कलाकारहरूको आवश्यक छैन त? के फिल्म इन्डस्ट्रीमा लाग्ने मान्छेहरूलाई थाहा हुनु पर्दैन फिल्म इन्डस्ट्रीमा कति एजुकेसन र नलेजको आवश्यकता छ भनेर? यदि थाहा छैन भने आउनुस्, म सम्झाइदिन्छु डिरेक्टर र प्रोड्युसरहरूलाई कति एजुकेसन र नलेजको आवश्यकता पर्छ भनेर। नम्बर 1, प्रोड्युसर। नेपाली फिल्म इन्डस्ट्रीमा प्रोड्युसर भन्ने बित्तिकै हामी यस्तो व्यक्तिलाई बुझ्छौँ जसले फिल्ममा पैसा लगाउन सक्छ। तर वास्तवमा प्रोड्युसर भनेको लगानीकर्ता मात्रै नभएर चलचित्रको एउटा मस्तिष्क हो, जसले राम्रो स्क्रिप्ट र विषयवस्तु, अनुभवी निर्देशक, लेखक, कलाकार र प्रविधिको टोली छनौट गर्न सक्छ। प्रोड्युसरमा लगानी गर्ने मात्र नभएर सहनिर्माताहरूको समन्वयन गरेर राम्रो टिम बनाउन सक्ने क्षमता हुनुपर्छ। साथसाथै फिल्मलाई समयमै गुणस्तरीय बनाउनको लागि ध्यान दिन सक्ने र दर्शकहरूसम्म पुर्याउने रणनीति बनाउन सक्ने क्वालिटी हुनुपर्छ। र अन्तमा प्रोड्युसर बन्नको लागि फिल्म प्रोडक्सनमा ब्याचलर वा डिप्लोमा, मिडिया स्टडिज वा मास कम्युनिकेसन जस्ता विषयहरूको नलेज हुनुपर्छ। एक सफल प्रोड्युसर बन्नको लागि पैसा मात्रै होइन, शिक्षा, दृष्टि, अनुभव र लगनशीलताको पनि आवश्यकता हुन्छ। नम्बर 2 मा डिरेक्टर। डिरेक्टर भनेको फिल्मको आत्मा हो, जसले कागजमा भएको कथालाई जीवित दृश्यमा रूपान्तरण गर्दछ। फिल्मको कथा, पात्र, दृश्य, भावनात्मक गति, अभिनय, क्यामेरा मुभमेन्टदेखि सम्पादनसम्मको अन्तिम जिम्मेवारी डिरेक्टरमा हुन्छ। सँगसँगै डिरेक्टरमा हुनुपर्ने क्वालिटी भनेको स्क्रिप्टलाई पर्दामा उतार्न सक्ने स्पष्ट योजना, पात्रहरूलाई आफ्नो क्यारेक्टरमा डुबाउन सक्ने क्षमता र पोस्ट प्रोडक्सनको जिम्मेवारी लिन सक्ने हुनुपर्छ। यस्तै फिल्म डिरेक्सनको लागि डिप्लोमा इन फिल्म डिरेक्सन, फिल्म मेकिङ वा भिजुअल कम्युनिकेसनको एजुकेसन हुनुपर्छ। तर नेपालमा भने एजुकेटेड प्रोड्युसर र डिरेक्टरले मौकै पाउँदैनन्। यसको कारण हो पैसा। यहाँ जसले पैसा लगाउँछ त्यही प्रोड्युसर, डिरेक्टर र कलाकार बन्छ। नेपालमा पनि एजुकेटेड डिरेक्टर नभएको होइन, डिरेक्टरहरू छन्, तर पैसा लगानी गरेर मात्रै डिरेक्टर बन्ने प्रवृत्तिले गर्दा एजुकेटेड र नलेज भएका अधिकांश डिरेक्टर वा कलाकारहरू छायामा परेका छन्। यही एजुकेसनको कमी भएको डिरेक्टरहरूले फिल्मी क्षेत्रलाई ओगटेको कारणले गर्दाखेरि आज नेपाली फिल्म इन्डस्ट्रीको भविष्य धरापमा परेको छ र बलिदान फिल्म पनि आज यसकै शिकार बन्न पुगेको छ। यहाँ फिल्म बनाउन हतार गरिन्छ, कथालाई अध्ययन गर्ने समय हुँदैन, ठुलो स्टार कास्ट गरेको पाइन्छ, तर स्टारहरूलाई राम्रोसँग कथामा कनेक्सन गरेको पाइँदैन। र त्यही कारणले गर्दा कतिपय दर्शकहरूले बलिदान फिल्म हेरिसकेपछि सोसल मिडिया मार्फत असन्तुष्टि देखाउन थाल्छन्। बलिदान फिल्मले नेपाली फिल्म इन्डस्ट्रीमा केही नयाँ प्रविधि भित्राउन मद्दत भने गरेकै हो। फिल्म मेकिङमा एरी एलेक्सा एलएफ क्यामेरा प्रयोग गरेको पाइन्छ, जुन क्यामेरा वर्ल्डकै टप सिनेमेटिक क्यामेरा मध्येमा पर्दछ। जुन क्यामेरा वेडनेसडे, आरआरआर, ब्याटम्यान, डेडपुल, मुलान, टर्मिनेटर जस्ता अधिकांश सुपरहिट फिल्महरूमा प्रयोग गरेको पाइन्छ। साथै यसमा सुप्रिम प्राइम स्फेरिकल लेन्स प्रयोग गरेको देखिन्छ। यस फिल्मको सम्पादनको पार्ट हेर्ने हो भने पोस्टको सबै कामहरू, ब्याकग्राउन्ड, साउन्ड डिजाइनिङ, मिक्स मास्टरिङ जस्ता कामहरू इन्डियाको पपुलर स्टुडियो जाम 8 मा गरेको देखिन्छ। यी सारा एडभान्स प्रविधि र नामी स्टुडियोबाट फिल्मको काम गरिए तापनि रिजल्ट भने किन शून्य बराबर भयो त? यहाँ फिल्मको कलर प्यालेटमा ध्यान दिएकै देखिँदैन। फिल्म हेरिरहँदा कन्टिन्युटीमा धेरै पटक ब्रेक भएको देखिन्छ। यी सबै भइरहँदा बलिदान फिल्मबाट अडियन्स सँगसँगै अन्य फिल्म मेकरहरूमा फिल्म प्रतिको आत्मविश्वास मर्दै गएको देखिन्छ। फिल्म पैसा कमाउनको लागि मात्रै होइन, अडियन्सहरूको मन जित्नको लागि बनाउनु पर्ने हुन्छ। यसो गर्दा नेपाली फिल्मले सधैँ दर्शकहरू बढाउँदै जान्छ होइन, र पैसा कमाउनको लागि प्रचार प्रसार गरेर फिल्म चलाउने हो भने थिएटरको सेतो पर्दामा अर्थहीन अभिनय कुदिरहनेछ, दर्शकहरूमा फिल्मबाट भरोसा हराउनेछ र फेरि हलवालाहरूले विदेशी फिल्मलाई नै प्राथमिकता दिनेछ। नेपाली फिल्म मेकरलाई आगामी दिनमा राम्रो फिल्म बनाउन र दर्शकहरूको मन जित्नको लागि शुभकामना। आजलाई यति नै, हस्त, धन्यवाद।